गाडी लगेर जेसीबी पञ्चकुलेबाट जाजरकोटसम्म जानुपर्ने भयो। म गाडी लिएर जाँदैछु अनि मेरो साथमा ठुलबा पनि हुनुहुन्छ। जाजरकोटसम्म कतिखेर पुगिन्छ, आज पुगिन्छ कि भोलि पुगिन्छ थाहा होइन। भोलि पुग्यो भने जहिले पुग्यो भने पुग्न चाहिँ उयो जाजरकोट पुग्ने हो। अब हाबुरेको जङ्गलमा प्रवेश गऱ्यौँ, टक्क लगाएर हामी खिलक उहाँ निक्लिन्छ। हंसपुरको माथिल्लो चोकमा निस्किन्छ होइन, त्यहाँ निक्लिन्छ जङ्गल बगाले चौकरी गाडी लाग्ने ठाउँमा गाडी यहीँबाट लाग्छ है। बस गाडी स्कुलको लागि बगाले कलर भयो। यो हो हाम्रो हंसपुर पारीको जङ्गल। एक्लै परतिरको एक्लै पर होइन। दाङ सकेर सल्यान लाग्छ होइन। कालीमाटी पश्चिम सल्यान लाग्छ। दाङ र उसको सल्यानको सिमाना होइन। एक्लै पर गेट पनि रहेछ। एक्लै परको मन्दिर यहाँ रहेछ। होइन हामी कालीमाटी हो, सल्यान कालीमाटी। सन्धि खर्दको लेक खोला बगान हिँड्दा आउँछ मान्छे। कालीमाटी खोला है। शारदा कालीमाटी मन्दिर कहाँ? ए उता हो मन्दिर त। नुहाई धुवाई गरेकै छैन। बिहानै मुखसुख धोएर हिँडेको। कपाल पनि यस्तै छ। टक्क लाएर चाउचाउ खाँदैछु। बाटोमा छौँ, पुग्नुपर्ने जाजरकोट हो। बल्ल कालीमाटी पुग्यो छ अझै। कति छ आज पुगिन्छ कि भोलि पुगिन्छ थाहा होइन। कालीमाटीदेखि अलि अगाडि पुगेछ। जाँदैछौँ। खाना खाइयो सुर्खेतको के अरे गैरी बजार। सुर्खेतको गैरी बजारमा खाना खाएर अब फेरि अगाडि बढियो। भोटिया चौर आइपुग्यो हामी। अब सल्ली बजार हुँदै छेगाड हुँदै माथि जाजरकोट पुग्ने हो। यो बाटो कहाँसम्म पुग्छ हेर्दै गरौँ। भेरी नदी, भेरी होइन, भेरी नदी हुँदै सल्ली बजार हुँदै हामी जाजरकोटतर्फ गइरहेका छौँ। एउटा भेरी नदी बगिरहेछ। त्यो खोलामा पनि घर है। खोलामा पनि घर क्या। बर्खामा त ठुलो आउँछ होला है। सल्ली बजार पुग्यो। गाडी चलाउँदै हालत खराब भयो। भेरीको बाटो किनारा सल्ली बजार आइपुग्यो। अब यहाँबाट कति लाग्छ है? छेगाड जान, छेडा हो कि छेगाड के हो, त्यहाँ जान 3 घन्टा लाग्छ र नि। त्यहाँबाट माथि जानुपर्ने, जाजरकोट पुग्नुपर्ने छ। जामुन्ने बजार।
ए छेडा जाने बाटो कुन हो छेडा छेडा उता माथि लाग्छ यतातिर दायाँ तर्फ लाग्नु पऱ्यो होइन दायाँ दायाँ साइड लाग्नु पऱ्यो सिधै जाने दाहिने साइडमा भेरी नदीको छेउछाउमा यस्तै घर हाल्यो है भेरी नदीको छेउमा यस्तो घर छ नि क्या बगाएर लाँदैन होला त्यहाँ माथि माथिसम्म जाँदो रहेछ जान्छ छेउछाउमा जाने त रहेछ त हामी छेडा भन्ने ठाउँमा आइपुगेको बाटोमा गाडी जान्छन् जानु भन्ने हो क्या मेसिन जान्छ रे खोलै खोल जानुपर्छ छेडामा बाटो डेन्जर छ है एकदम डेन्जर छ जाजरकोट जाँदैछ हामी बिहान हिँडेको कतिखेर पुग्छ खै दिबाट आयो होला सुर्खेत कालीमाटी सुर्खेत हुँदै आयो जाजरकोटको यो बालुवा भन्ने ठाउँमा आइपुग्यो बल्ल बल्ल खुट्टा दुखेर गाडीको ब्रेक र एक्सिलेटर थिच्दा थिच्दै खुट्टा देखेर मर्नु लागिसक्यो अब बस यहीँ हुन्छ होला भोलि काम चाहिँ माथितिर गर्न जानुपर्छ भन्दै थियो के कस्तो हुन्छ है पञ्चुकुलेबाट यो जाजरकोटको बालुवा बजार भन्ने ठाउँमा आउनलाई कति घन्टा लाग्यो बल्ल बगर भने यहाँ आउनलाई कति घन्टा लाग्यो ठुलो 9 घन्टा 9 घन्टा नन स्टप गाडीमा 9 घन्टा हिँड्दा हिँड्दै जेसिबीमा बल्ल बल्ल बालुवा बजारमा पुग्यो यहाँको हावापानी कस्तो लागिरहेछ अब पनि ठिकै हो खासै तलतिर जस्तै त रहेछ डाङतिर जस्तो तर अहिले कुहिरो लाग्दैन कुहिरो त लाग्दैन होला सायद त्यो पहाडको बिचमा छ चिसो त खै अहिले त चिसो त्यति फिल भएन अब फिल हुने भनेको बिहान पख बढी बिहान बेलुका पनि अलिअलि हुन्छ होला अहिले त अझै हामी छ त अझै 4 बजे कि है ठिक छ अहिले 4:45 भयो